वेलकम टु द मुभी जहाँ हाम्रो मेन क्यारेक्टर छ काजी, एउटा सच्चा प्रेमी माया चाहिँ साँच्चै गर्नुपर्छ भाउजूलाई। गर्छु नि साला जान चाहिँ सतीशको लागि अनि देशभक्ति छोरा। मामाले अमेरिका जाँदा त गएन यदि त इन्डिया पनि जान काजी इज लाइक अल अदर बोइज, जो चाहिँ केटीबाट इग्नोर हुन्छ तर पनि केटाहरूको अघि चाहिँ गफ लाउन छाड्दैन। यता मैयाले काजीले दिएको फुल फालिदिन्छे तर पनि केटाहरूसँग लिन त फुल हजुर खुसी हुँदै भनेर गफ लाउँछन्। एक दिन रक्सी खाने बेला काजीले बिकेलाई लभ लेटर लेख्दै भन्छ तर बिके बिलाई बिके हजुर यसो खिपेर लभ लेटर लेख्दैन त त्यो कला मसँग भइदिएको भए म आफै टाँगा भएर बस्थेँ होला। काजीलाई बाइक चढ्न त मन छ तर चलाउन आउँदैन। बिचरा काजी दाई राइड गर्नै नजानेपछि कसरी मैया पट्टिन्छ त। एनिवे ब्याक टु द मुभी। हाम्रो काजीको साथीहरू छन् छन्त्याल र बिके, जो चाहिँ कहिले काजीको बिहे हुन्छ अनि काजीसँग लोन लिएर बाहिर जाम्ला भन्दै कुरिरहेका छन् र काजीलाई मैया मिलाउन हेल्प गरिरहेका छन्। जति नै मैया मिलाउन साथ हिँडे पनि बिकेले काजीलाई चाहिँ स्याभेज एन्सर दिन छाड्दैन है। कहिले बाइक चलाउने बेलामा स्याभेज एन्सर दिन्छ भने कहिले रक्सी खाएर बसेको बेलामा स्याभेज एन्सर दिन्छ। फागुन सक्यो, चैत पनि सक्यो, नयाँ वर्ष लाग्यो, वैशाख पनि सक्यो, जेठमा लगन चुन्छ। तर घरमा चाहिँ उल्टै आफ्नै भाउको पिटाइ खान्छ। यता हाम्रो काजी आफ्नो सोल्टिनी मैयालाई बिहे गर्ने सपना देखिरहेको छ तर मैयाले काजीलाई इग्नोर हानिदिन्छे। तर काजी जसरी भए पनि आफ्नो बनाउने भनेर मैयाको पछि लागिरहेको छ। कहिले फुल लगेर दिन्छ त कहिले खिर। केही गर्दा पनि नभएपछि काजीले मैयालाई छोप्ने प्लान बनाउँछ। तर यता मैयाको भने अर्कै प्लान हुन्छ। सिरियसली आफ्नै सानैबाट माया गर्ने काजीलाई बाल नदिई कहाँबाट आएको नचिनेको केटाको बाइक पछि मस्किँदै बस्दै काजीलाई आँखा तर्दै हिँड्छिन् मैया दिदी। यो केटीहरूलाई जहिले किन रेड फ्ल्याग नै मनपर्छ अनि भन्छन् अल बोइज आर सेम भनेर। सो ब्याक टु द स्टोरी। यसो काले दाइले के पढाइको कुरामा सपोर्ट गरेर मक्क पार्दै थिए, हाम्रो मैया दिदी त भाग्न रेडी भइदिइसक्यो। सियोर हो हाम्रो मैया दिदीले पछि गएर धोका पाउँछिन् है त। अनि काजी दाइले भनेको पनि ठिक हो। यता हाम्रो काले दाइ र मैया दिदी भागेर काठमाडौँ आउँछन् अनि हाम्रो काजी दाइ पनि मैयालाई खोज्न काठमाडौँ आउँछन्। यत्रो काठमाडौँमा दुईजनाको भेट चाहिँ चुरोट खाने बेलै हुन्छ है। हो रहेछ, रक्सी चुरोटले जताको साथी भए पनि दुश्मन भए पनि भेटाउने रहेछ। अब एन्ट्री हुन्छ हाम्रो मैया दिदीको ड्याडको, जसलाई एकदम एङ्गर इस्यु छ। आफ्नो छोरी किडन्याप भएको फोन आउने बित्तिकै छोरीलाई छुट्याउनलाई जति अमाउन्ट भए पनि पे गर्न रेडी हुन्छन् र यता मैयाले थाहा पाउँछिन् कि काले दाई इज अ ब्याड पर्सन भनेर र काले दाईले मैयालाई युज गरेको रहेछ आफ्नो फसेको पैसा पाउनको लागि। हो, मैले अघि नै भनेको थिएँ काले दाईले फसाउँछन् भनेर। लास्टमा काले दाईले आफ्नो फसेको पैसा पाउँछन् र काजीले मैयालाई लिएर गाउँ जान्छ। त्यसैले हामीले यो मुभीबाट के कुरा सिक्यौँ त? कार्तिकमा चाहिँ हुँदैन घाँटी, त्यो महिना कुकुरलाई छोडिदिनुपर्छ। If you love my video, hit the like button and subscribe my channel. Next kun movie? Comment below. Thanks for watching.